माई च्यानल आयो सबैजना सन्चै आरामै हुनुहुन्छ म पनि एकदम फिट छु आज आफ्टर लङ टाइम पछि 4 days 5 days पछि फेरि ब्याक टु भ्लग हो क्या आज चाहिँ सेक्सन 3 जाँदैछौँ दुईवटा गाडी यता 1 मा पिच हुँदै थियो त्यहाँ धेरै गाडी नजाइनको अनि 10 नम्बरमा र मलाई चाहिँ सेक्सन 3 बालुवा लिएर जाँदैछौँ मामा चाहिँ अगाडि गइसक्नु म चाहिँ पछि तेल हाल्न थियो नि त तेल हाल्न थियो अनि म चाहिँ तेल हाल्नु पोज त बवाल छ पोज बवाल जाऊ यस्तो देखिरहेको हुन्छ कहाँ होला यार कहाँ गयो इन्डियन कहाँ गयो सोल्टी र फेरि के भयो यार गाडीलाई यहाँ पानी लिनलाई यहाँ पानी थाप्नलाई यहाँ पानी थापेको पुरा यो टायरै जाम भयो जस्तो लाग्यो कि ब्रेकै जाम भयो जस्तो लाग्यो होइन घिस्रिएर के हुन्छ यहाँ थियो यहाँ थियो घिस्रिएर हेर्नु न यो टायरै गुड्या छैन कि यो नै ब्रेक जाम भयो जस्तो लाग्यो कि फेरि यो टायर हेर्नु न टायरको हालत यार यस्तो त छ टायर अनि यार हेर्नु चारवटै गाह्रो छ चाहिँ बल गरेन यो टायरले दिमाग खराब बनायो ओहो के गर्ने राम्रै आइरहेको थियो यार यो टायरले बल गरेन यताबाट लिकेज गरिरहेको रहेछ यार डिजेल गाह्रो छ ड्राइभरलाई यस्तो छ हेर्नु त राम्रो भएर हिँडेको मात्रै देख्नुहुन्छ होला हेर्नु यस्तो छ अवस्था अब सायद ब्रेक जाम भयो जस्तो छ त्यो उता दाइहरूलाई फोन गरेको छु लेट्स सी के हुन्छ गाड फटायो यार के गर्ने त अब गर्नै पर्यो निस्किनु पर्यो ओहो हेत गाडीले नि यार दुःख दिन्छ अब फोन गरेको छु लेट्स सी के हुन्छ अब दाइहरू आउनुहुन्छ खै हुँदै भइएन यार यसले दुःखै दिनुभयो फेरि मोबाइलमा चार्ज पनि नभएको कि यार आज चार्ज पनि छैन त्यहाँ ठ्याक्कै यहाँ फेरि पसल रहेछ यहाँ चार्ज गर्छु एकछिन भने नि चार्ज गर्छु अहिले यताउता फोन गर्नुपर्छ है मोबाइल चार्ज त गर्नु पऱ्यो चार्ज त हुनु पऱ्यो मोबाइल दुःख पाइयो यार दुःख पाइयो त्यहाँ गएर चार्ज गर्नु पऱ्यो चिसो खान्छु चार्ज गर्छु गाडी चाहिँ एकछिन अब दाइहरू खाना खाने टाइम हो नि त दाइहरू नआउनेको म चाहिँ मामासँग खाना खान जानु लागेको अन्त खाना लिएर आएको छु नि त आज धन्दा खाना लिएर आएको थिएँ जान्छु खाना खान्छु अब के हुन्छ खाना खान जानु लाग्यो अब मामा यहाँ मामाको फेरि स्टार्ट सिस्टम ल हातमै करेन्ट छैन टेक्नोलोजी
कुन सिस्टम हो यो यता एकचोटि ब्रेक लुज गरेर ट्राई गरौँ ब्रेक लुज गरेर ट्राई गरौँ अब ट्राई गरौँ लुज गरेर के हुन्छ यार गाडीले नि दिमाग खराब बनाउने भयो यार यस्तो छ यार ड्राइभरको जिन्दगी तपाईँहरूले आरामले बसेको घुमेको देख्नुहुन्छ होला हेर्नुहोस् एसीमा बसेको पनि देख्नुहुन्छ होला उता मामाले ट्राई गरिरहनु भएको यो फेरि डिजेल अलिअलि लिक गरेर ओहो ब्रदर नि ठ्याक्कै आइपुग्नु भयो यार जहिले दुःख परे बेला है जहिले दुःख परे बेला दाइ नै आउनुहुन्छ हेर के गर्नु भाइले दुःख परे बेला मात्रै सम्झिन्छ भन्नुभयो त्यस्तो होइन ठिकै छ यार दाइ एक कल हानेको दाइ आउनु हो कि मेरो प्यारो दाइ ल अब मेरो प्यारो ड्राइभरको जिन्दगी यस्तो छ त यार है बसेको एसीमा हिँडेको होइन अनि त्यहाँबाट घुमेको चाहिँ देख्छ दाइ तर ड्राइभरको जिन्दगी हेर्नु त रोडमा छ रोडमा गाह्रो पऱ्यो त यार आउनु एकचोटि खनाउनु जानु पऱ्यो है खनाएर एकचोटि ट्राई गर्नुपर्ने हुन्छ ल एकचोटि खनाउ के हुन्छ गाडीले पनि बहुत दुःख दियो यार तर गुन्न त गुडेखा टायर त हो गुन्न त गुडिरह भयो भने गर्नु पर्ला है एकचोटि त्यहाँ खनाएर चेक गर्छु के कस्तो हुन्छ अब हेर्दै जानु होला दुःख पाइयो ल तपाईँ एकछिन बस्नुहुन्छ जानुहुन्छ कि बस्नुहुन्छ एकछिन बस्नु न त केही गरिहाल्यो केही गर्नु पऱ्यो ल जाइ त्यहाँसम्म जाम अब खनाउनु जानु पऱ्यो ल यहाँबाट चाहिँ रेन्ची लिएर गएको थिएँ नि त थ्याङ्क यू सो मच दाइहरूले रेन्ची दिनुभयो गाडी पनि अब त्यो टायर गुर्नी त भएको छ अब बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ ब्रेक सबै खोलिदिएको छ यार बिस्तारै जान्छु एम्पामा गएर के भएको रहेछ त्यसलाई चाहिँ अब हेर्नुपर्ने हुन्छ ल एम्पा गएर हेर्नुपर्छ है उताबाट बिस्तारै बिस्तारै गरेर यहाँ सबसम्म त आयो अब दाइहरूले खोलेर हेर्नुहुन्छ यतापट्टि अब के भएको छ यसलाई खोलेर ब्रेक प्याड नि फेर्ने बेला त हुनला हो तर एकैचोटि सकि एकैचोटि हुनुपर्ने होइन दाइ एकैचोटि फेरे हो त्यो चक्कला मात्रै त त्यही त सिटै फेर्छ क्या अरे अनि के हो के अब यसलाई हेर्नुपर्ने हुन्छ तपाईँहरूले अब यस हेर्दै हुनुहुन्छ फुटाउनु टक्क लाएर चिसो पार्टी गाह्रो छ दाइ यार अब के गर्ने यार घाममा काम गर्नु होइन दाइ जे भने नि अब इनफ नभए पनि घाँटी भिजाउनु अनि फेरि नेक्स्ट टाइम भाइले फेरि अब एउटाको सट्टा 3टा लिएर आउनु सक्छ होइन के अरे यो भिडियोमा 10,000 चाहिँ भ्यू जानु पर्यो दाइ म 3टा होइन 4वटा चिसो ल ल ल बाजी 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 ठोकाउनु त ल ल ल बाजी नै भयो ल अङ्कल ल दादा ल बाजी नै भयो उता गिलास पनि आइसक्यो हाम्रो ल दाइहरू पहिला चिसो खानुहुन्छ अनि त्यहाँबाट टक्क लाएर काम गर्नुहुन्छ अनि 10,000 चाहिँ आउनु पर्यो दाइ चिसो आइसक्यो यता अब खोल्दै हुनुहुन्छ दाइले अब ब्रेक प्याडै फेरिदिनु होला हो है ल त्यस्तो छ तात्या हो
डेन्जर तातो छ। ल दाइहरूले खोल्दै हुनुहुन्छ, ब्रेक प्याड फेरौँ, त्यसपछि के हुन्छ पहिला चिसो खाम। त्यही हो है, तपाईँहरूले 10,000 चाहिँ भ्युज पुऱ्याउनु भयो नि, यहाँ चिसो मात्रै होइन बियर पनि आउन सक्छ है। चिसो मात्रै होइन, एउटा अथवा दुईवटा चाहिँ बियर आउन सक्छ। यो भिडियोमा चाहिँ 10,000 चाहिँ 10K चाहिँ हुनु पऱ्यो कि 10K चाहिँ हुनु पऱ्यो। ल हामी टक्क लाएर चिसो खान्छौँ अनि त्यसपछि हाम्रो काम सुरु हुन्छ। ल अब त्यही एक चक्का बाँकी थियो, सब पुरै चारवटैको मजा होइन त दाइ? चारवटै खुट्टाको मजा फेरिदिएको होइन दाइ? चारवटै खुट्टेको मजा, पुरै चारवटै चक्काको चाहिँ ब्रेक लेदर चेन्ज गरिदियो। अब गाडी पनि यताको दुईवटा भइसक्यो, उताको एउटा मात्रै बाँकी छ। त्यो भ्याइसी चाहिँ भयो चकाचक गाडी। भोलिबाट ब्याक टु वर्क। म चाहिँ फेरि एकछिन त्यहाँ गाडी राखेर एकछिन घर गएर फ्रेस भएर, गर्मीले अघि दाइ औडा हानेको नि यार, गर्मीले फ्रेस भएर चाहिँ फेरि आइसकेँ। आएर अब गाडी हेर्दैछु, दाइहरूले अब उता गरिरहनु भएको छ। अब यति एउटा चक्का चाहिँ बाँकी छ। अब भ्याइसी चाहिँ चारवटै चक्कामा चाहिँ ब्रेक लेदर, पुरै चारवटा पछाडिको चारवटै चक्कामा चाहिँ ब्रेक लेदर चेन्ज भयो। ब्रेक लेदरको कारणले नि अब भनौँ न, यतापट्टिको चाहिँ ड्रम बडी खाएको रहेछ कि त्यसको, त्यो कारणले गर्दा चाहिँ अब ठिकै छ। अब चाहिँ भोलिबाट ब्याक टु। गुड मर्निङ, इट्स द नेक्स्ट डे। गाडी चाहिँ यता क्युमा आज पिच भइरहेछ नि त, पुरै लाइन उतैसम्म, पुरै गाडीको लाइन ब्याक टु पुरै लाइन छ। आज दमले पिच छ नि त, पुरै लाइन। हेलो के हो के छ भाइरल टाइगर हो त? ए हाम्रो गोपाल दाइ त यार चाइनिज हो नि दाइ, चाइनिज नेपाल चाइनिज हो दाइ। उता गुरु के छ? गुरु ठिक छ? एकदम। उता फेरि के हो काने खुसी? के काने खुसी हो? गुरुको फेरि फोटोसुट भइरहेको। मामा के छ? ठिक छ नि? गुरु ठिक छ नि? गुरु ठिक छ एकदम। फोटोसुट हो? फोटोसुट भ्लगै हानिदिनु न के भयो र। आजलाई यति नै, फेरि पनि चाँडै नै आउँदैछु न्यू भ्लग लिएर। के कस्तो भयो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला, नयाँ हुनेले सब्सक्राइब गरिदिनु होला। बाई बाई।